यसो गर्दा गर्दै छिटो उठेर पनि यसो गर्दा गर्दै केटी त हो नि हैन रेडी लागिहाल्छ सेलरोटी सब्जी चिया खाँदैछु मै अनि पैसा सिद्ध ठुक गाडी भाडा कताबाट तिर्नु Hi guys, Seva everyone, welcome back to my new vlog or new video. म चाहिँ सन्जिता र साइली म चाहिँ अनि सलावती and we hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदम सन्चै छौ and त्यसपछि यति धेरै बिहानको समयमा दुईजना केटीहरु यसरी रेडी भएर कहाँ जान्छन् भन्दा obviously केस मार्नु भयो होला मेरो थम्बनेल र टाइटल हेरेर पनि हैन आज चाहिँ हामी जाँदै छौं धरान किन गएको अनिसा आज धरान मन्दिर बुढासुब्बा मन्दिरको लागि बुढासुब्बा मन्दिर चाहिँ आज हामी दर्शन गर्नको लागि फ्रम विराटनगरको होस्टेलबाट चाहिँ जाँदैछौँ आज हामी धरान सो फुल भ्लग चाहिँ हजुरहरूले लास्टसम्म हेरिदिनु होला हैन अनि अहिले चाहिँ 6:30 बजिसकेको छ हामी यसो गर्दा गर्दै छिटो उठेर पनि यसो गर्दा गर्दै केटी त हो नि हैन रेडी लागिहाल्छ ढिलो भइहाल्यो सो डोन्ट माइन्ड साथीहरु आज चाहिँ हामी धरान जाँदैछौँ अनि यहाँनिर अब हामी गाडी पर्खिनुको लागि आएको छु and see here यति धेरै बिहानै छ यति धेरै बिहानै छ हैन सो गाडी पाउनु पनि मुस्किल नै छ अलिकति मतलब बिहानै छ अलिकति अब त्यहाँ आज फेरि ओभर भिड पनि हुन्छ नि त अनि लाइक धरानको बसमा चढेर चाहिँ जाने है आज अब चाहिँ हामी हैन आधी घण्टा गाडी कुर्दा चाहिँ नि हैन बल्ल गाडीमा पुगिसकेको छौँ गाडी भेटाइसकेको छौँ हामी 1 घण्टामा पुर्याउँछ नभए यस्तो प्याक हुन्छ साथीहरु म हेर्नु कति राम्रो गर्छु चाहिँ आमामा पुरै डल जस्तो छ गाइस हामी चाहिँ भानुचोक पनि आइपुग्यौँ हैन 1.5 घण्टा लगायो विराटनगरदेखि यहाँ भानुचोकसम्म ल्याउनुको लागि अनि यसबाट आज चाहिँ म पुमा शक्ति दाइलाई भेट्दै छु हैन अनि दाइले चाहिँ हामीलाई पर्खिनु भनेर भनिरहनु भएको छ अनि यहाँनिर पुमा शक्ति दाइ आउनुहुन्छ अरे अनि हामीलाई माथि बुढासुब्बा मन्दिरसम्म चाहिँ पुऱ्याइदिनुहुन्छ अरे किनकि हामी यहाँ नयाँ हो नि त अनि आइ एम सो एक्साइटेड उहाँलाई भेट्नुको लागि अनि भयो भने चाहिँ सृजना दिदीलाई पनि भेट्छु आज सो लेट्स वेट फर देम नमस्ते गर छिटो नमस्ते दाइ भेट्नु गाह्रो पर्यो मान्छेलाई ओ माथि हामी त एडमिट हुनु पर्दाखेरि मन्दिरको साथै ए दाइ कति हिँडिरहनु हुन्छ होला हैन धरान बस्नु कति वर्ष भयो 7 वर्षको थियो होला हामी त मन्दिर कति 77 मा झरेको होला राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौं राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समिति हामी चाहिँ आइपुग्यौँ यहाँनिर बुढासुब्बा मन्दिरको छेउमा राष्ट्रिय स्वतन्त्र पार्टी माथिको निषेध हामी चाहिँ लाइन लागिसकेको छौँ होइन यत्रो लामो लाइन छ यो हेर्नुहोस् सरसर अगाडि यत्रो लामो लाइन छ आन्छको डाली देखाइदेऊ सुब्बा सुब्बेनीको भन्नुभएको थियो होइन
फर्किँदा मलाई खुट्टा दुख्यो तँलाई यतिको त दुख्थ्यो पहिले पनि पूजा गर्नलाई एक्साइटेड चाहिँ थोरै भिड छ होइन अब धेरै भिड छैन मतलब अघिको भन्दा धेरै थोरै छ आज फेरि सैटरडे पनि हो नि त अनि त्यही भएर चाहिँ अलिक धेरै नै भिड छ होइन हामी फेरि वहाँदेखिको मान्छे ढिलो भयो कि आउँदा आउँदै अनि हामीले चाहिँ पूजा चाहिँ गरेर सकिसक्यौँ होइन अहिले चाहिँ 10:30 बजिसकेको छ अनि हल्का सिमसिम पानी पनि आइरहेको छ यहाँ चाहिँ अनि हाम्रो पूजा चाहिँ सक्यो फाइनली हामीले बुढा सुब्बा मन्दिरमा आएर पूजा गऱ्यौँ अनि एकदम धेरै खुसी लागिरहेको छ अनि अनिसाजीले यहाँनिर अनि यसरी छुदिनु पर्यो यसो गरेर हाम्रो चाहिँ पूजा सक्यो होइन अनि हामी चाहिँ अब यहाँनिर यसो सामानहरू के पाउँछ भनेर हेर्न आँटिरहेको छौँ अनि यहाँनिर कस्तो राम्रो बजाइरहनु भएको छ सारङ्गीहरू लेट मी सो यू सिलाम सागमा किन्न मन लागिरहेको छ अरे हेर्न आँटिरहेको छ सिलाम सागमा राम्रो छ पिङ्क त नै ब्लू नै ठिक छ कसरी हो सोध त सोध न सुहाइहाल्छ ब्लू हामी चाहिँ ठाको पूजा सक्यो अनि बाहिर निस्क्यौँ ठुलो पानी पर्न थाल्यो अनि हामी त आनी सारामा ओत लाग्नु भन्दा यहाँ खाजा खानु आयौँ है 11 बज्न आँटिसकेको छ नि भोक पनि लाग्यो नि त यता छ आनी पैसा म चाहिँ के पनि किनेन साथीहरू मम्मीलाई पोते किन्दै एउटा अनि यहाँनिर खाजा खानु आइरहेछौँ चिया र सेलरोटी फेमस धरानको सेलरोटी बुढा सुब्बाको सो लेट्स ह्याभ इट अनि म चाहिँ कस्तो एक्साइटेड छु आज नयाँ मान्छेहरूलाई भेटेर अनि अर्कोजना पनि भेट्नेवाला छु म एकदम धेरै एक्साइटेड छु आज हामीले चाहिँ रोटी अनि सब्जी अनि त्यसपछि सेलरोटी सब्जी चिया खाँदैछौँ है अनि उमा दाइले चाहिँ खाजा खाँदै गर्नु म आउँछु भनेर भन्नुभएको थियो पानी पनि अलिकति रोकिएको छ अहिले चाहिँ 150 रुपिज यहाँदेखि भानुचोक पुगेको हामी 220 मा आएको होइन 220 मा विराटनगरदेखि धरान आएको जति नै भाडा छ ट्याम्पोमा जानुपर्ने हुन्छ अब चाहिँ गर्मी धेरै भयो उसले झन् पैसा के किन्यो मैले नेल स्टिकर किने 50 को किने बुझ्ला एउटा 30 रुपियाँको पनि यस्तै किने सानो छ तर त्यो यो कालो कालो मात्रै भएको अनि त्यसपछि भनेको मेरो त चढाउँदै पैसा सिद्धो क्या 10 20 10 15 5 के भन्नु छ अब यो सिटी भाडा तिरेपछि पैसा सिद्ध ठुक गाडी भाडा कताबाट तिर्नु उसको दिदी र दादालाई पर्खिँदैछौँ होइन उहाँ चाहिँ फोनबाट पनि ठाउँमा हुनुहुन्छ अरे अनि एकछिनमा आउनुहुन्छ त्यही भएर यतिकै बसिरहेको गाइस डोन्ट माइन्ड बेगारीकी केटी चुप बेगारीकी आमै चुप है अर्कै सफा भेट फेरि पनि अर्कै ट्याम्पोमा